हेलो साथी हो, म तपाईँहरूलाई एउटा कुरा भन्छु कि म छ नि यस्तो मान्छेको चाहिँ नेबर भएर म अलमोस्ट 5 वर्ष बसेको रहेछु क्या। यो हाम्रो न्युयोर्कको म्यानह्याटन भन्ने ठाउँमा, यहाँको मेन सिटी हो। यहाँनिर चाहिँ अब म र मेरो फ्यामिली नै म त्यहाँ बसेको थिएँ 5 वर्षसम्म होइन। त्यो ठाउँलाई के भनिन्छ भने न्युयोर्कको अप्पर इस्ट साइड भन्छ होइन। त्यहाँ चाहिँ संसारकै सबभन्दा धनधनी मान्छेहरू बस्ने ठाउँ थियो क्या त्यो बेलामा। अहिले पनि छ त्यहाँ। त्यस्तै खालको मान्छेहरूले त्यहाँ सोच्न पनि सक्दैन क्या त्यहाँ बस्ने भनेर। एकदम धनी मान्छेहरू मात्रै बस्छन्। म चाहिँ कसैकोमा काम गर्थेँ। म उहाँको पहिला कम्पनीमा काम गरेँ। उहाँले अनि मलाई त्यहाँ घरमै बस्नु भनेर, म त्यो घरको पुरै केयरटेकर भनेर उहाँले मलाई एकदम विश्वास गरेर, हामी नेपाली भनेर एकदम विश्वास गरेर राख्नुभएको थियो। मेरो होल फ्यामिलीलाई त्यहाँ मलाई पेन्ट हाउस दिएर म 5 वर्ष बसेको हेर्नुहोस्। अनि पछि गएर मैले त्यो काम छोड्न पर्यो। किन छोड्नु पर्यो त्यसको अर्कै कथा छ होइन। तर त्यो अप्पर इस्ट साइड त्यो चाहिँ संसारकै सबभन्दा रिचेस्ट जिप कोडमा पर्थ्यो क्या त्यतिखेर। 10075 हो जिप कोड। पिन कोड भन्छ नि भारततिर, त्यस्तै गरी यहाँको अमेरिकाको 10075 मा चाहिँ म बसेको थिएँ। मेरो त्यहाँको ड्राइभर्स लाइसेन्स, मेरो आइडीहरू सबै छ त्यहाँ। अहिलेसम्म मेरो हिसाबमा कोही नेपाली बसेर त्यस्तो ड्राइभर लाइसेन्स शुद्ध बनाउन सक्ने त्यहाँको एड्रेस लिन सकेको छैन होला सायद। म चाहिँ भाग्यवश त्यहाँ धनी मान्छेकोमा, म बिलिनियर एकजना साउजी हुनुहुन्थ्यो, उहाँकोमा काम गरेको थिएँ। मैले 14 वर्ष उहाँको काम गरेँ। सो त्यो साउको छिमेकी चाहिँ को थियो भन्नु होला भन्दाखेरि जेफ्री एप्स्टिन थियो क्या। जेफ्री एप्स्टिन बस्थ्यो 9 इस्ट 71 स्ट्रिटमा बस्नुहुन्थ्यो उहाँ। हामी चाहिँ 79 स्ट्रिटमा 5th एभिन्यूमा बस्थ्यौँ। अनि मैले यो जेफ्री एप्स्टिनको चाहिँ अब उहाँलाई त मैले भेटेको त छैन, हाम्रो साउले पनि चिन्दैन, उहाँसँग चिन्दैन, त्यस्तो खालको थिएन मेरो साउ चाहिँ। तर उहाँ त यस्तो डेन्जर मान्छे रहेछ नि त। उहाँ त एकदमै खतरा चाइल्ड सेक्स एफेन्डर रहेछ होइन। उहाँको अलिअलि कुरा त सुनिरहेको थिएँ, टिभीतिर देख्थेँ। म त्यहाँ बस्दाखेरि 2014, 15, 16तिर सुनिरहन्थेँ। म त साधारण अब कुनै केटीहरूलाई यसो घरमा बोलाएर उसले चाहिँ आजकलको केटीहरूले त सबै फेरि मलाई यस्तो गऱ्यो मलाई यस्तो गऱ्यो भनेर चाहिँ मुद्दा हाल्छ नि त अब धनी मान्छेलाई। उहाँ अब जेफ्री एप्स्टिन एकदम धनी मान्छे थियो। अनि होला भन् ठानेको त कहाँ होइन रहेछ नि। उहाँ त डेन्जर 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 लास्ट डेन्जर मान्छे रहेछ। उहाँ त संसारकै सबैभन्दा धनी धनी मान्छे। अब जस्तै प्रिन्स, अब ब्रिटिसको प्रिन्स एन्ड्रयू हो, प्रिन्स एन्ड्रयू। अब जस्तै बिल क्लिन्टन, यहाँको पहिलाको अब राष्ट्रपति, अहिलेको डोनाल्ड जे ट्रम्प, उहाँहरू ठुल्ठुलो मान्छेहरू। अब कस्तो कस्तो धनी धनी मान्छेहरू चाहिँ होइन। इलन मस्क होइन, रिचर्ड बेन्सन भन्ने मान्छेहरू, अब बिल क्लिन्टन, बिल गेट्स, यहाँको संसारकै सबभन्दा धनी मान्छेहरू चाहिँ उसको साथी रहेछ। उनीहरूले के गर्दो रहेछ भन्दाखेरि 13-14 वर्ष 12 वर्षको बच्चाहरू अर्को देशबाट किनेर ल्याएर केटीहरूलाई, अनि उनीहरूले उसको एउटा आइल्यान्ड रहेछ होइन, भर्जिन युएस भर्जिन आइल्यान्ड उतातिर कता उसको आइल्यान्ड रहेछ। त्यो आइल्यान्डमा लगेर त्यो बच्चाहरूलाई यस्तो बलात्कार गरेर कस्तो कस्तो गरेर मारेर फालिदिँदो रहेछ उनीहरूले होइन। अनि उसको यहाँ तल न्यू मेक्सिकोमा चाहिँ उसको एउटा ऱ्यान्च रहेछ। ऱ्यान्च भनेको एउटा ठुलो अब जग्गा किनेर त्यहाँ गाईबस्तुहरू पालिन्छ, त्यस्तोलाई ऱ्यान्च भनिन्छ। तर उनीहरूको चाहिँ अब त्यो गाईबस्तु त पाल्दैन, तर जग्गा चाहिँ टन्न किनेर एकदम ठुलो हुन्छ नि, त्यसलाई चाहिँ ऱ्यान्च भन्छ कि यहाँको मान्छेहरूले। त्यहाँ चाहिँ उसले अब यहाँको धनी मान्छेहरूलाई बोलाउने, त्यहाँ उसले बङ्गलोहरू बनाएको रहेछ होइन। अब जुन चाहिँ बङ्गलोहरू बनाएको रहेछ। अब यो जुन चाहिँ मैले राखिरहेको छु यहाँ भिडियोमा, अर्कै फोटो हेर्नुहोस् न, यहाँ उसको आइल्यान्डको फोटो, उसको ऱ्यान्चको फोटो होइन राख्दो रहेछ। त्यहाँ चाहिँ केटीहरूलाई लगेर उनीहरूले एकदम मनपरी गर्ने, बलात्कार गर्ने, मार्ने, फालिदिने। त्यो धनी मान्छेहरूलाई ल्याएर त्यहाँ बच्चाहरू सँग उनीहरूलाई बलात्कार गराउने, उनीहरू त त्यस्तो गर्दो रहेछ यार। हामीले त धनी मान्छेहरू त एकदम धनी खतरा राम्रो भनेको त कहीँ न, त राक्षस हुँदो रहेछ नि। यस्तो डेन्जर मान्छे रहेछ यार। म त्यहाँ बसेको थिएँ, त्यो भएर मलाई पनि कस्तो अहिले
भर्खर हिजोअस्ति जनवरी 30 तारिक चाहिँ उसको एप्स्टिनको फाइल रिलिज भयो नि त। सबैले देख्नु भइरहेछ, अनलाइनमा गएर गुगलमा गएर खोज्नुहोस् न जेफ्री एप्स्टिन फाइल भनेर। सारा भिडियो फोटो दुनियाँ छ, दुनियाँ मान्छेले युट्युबमा भिडियो बनाएर हाल्नु भइरहेछ होइन। यस्तो खतरा मान्छे रहेछ क्या आमामामामा। उसले त केटीहरूलाई लगेर बच्चा जन्मिनु लाउने, अनि त्यो बच्चा जन्मेपछि त्यो बच्चा उसकोबाट लगेर जाने, फेरि अर्को बच्चा जन्माउनु लाउने होइन। त्यसको बच्चा बिचरा उसलाई बच्चा जन्माउने मात्रै होइन, इन्क्युबेटर जस्तो मात्रै युज गर्ने, अर्काको जिउलाई युज गर्ने, अनि उसलाई मारेर फालिदिने त्यो केटीहरूलाई। अनि त्यो बच्चाहरूलाई पनि उनीहरूले कोही कोहीले त देखेको अरे बच्चा पकाएर उनीहरूले खाँदो रहेछ अरे क्या। त्यो भर्खर जन्मेको बच्चाहरू खाँदो रहेछ अरे यिनीहरूले। त्यस्तो डेन्जर हुँदो रहेछ यार संसारमा मान्छे, यार राक्षस हुँदो रहेछ क्या। म त यो देखेर चाहिँ मलाई अचम्मै लाग्यो क्या। अब मैले देखेको एक दुईवटा फोटोहरू म यहाँ अलिअलि राखिदिन्छु, तपाईँहरू पनि हेर्नुहोस्। जेफ्री एप्स्टिन भन्ने मान्छे, यो मान्छे जुन मैले यहाँ फोटोमा टालिरहेको छु उहाँको चाहिँ कुरा गरेको होइन। उहाँले त आमामामामा इन्डियाको मोदी शुद्धलाई उहाँले इमेल पठाउनु भएको रहेछ होइन। अब कहाँ कहाँको प्रिन्सहरूलाई उहाँले अब बोलाएर होइन त्यहाँ त्यस्तो काम गराउँदो रहेछ। अनि सबैको भिडियो खिचेर राख्दो रहेछ क्या बुढाले त। अनि भिडियो खिचेपछि अनि पछिबाट त ब्ल्याकमेल पनि गर्ने रहेछ उसले होइन। अब त्यो भिक्टोरिया सिक्रेटको मालिकहरू होइन, अब हेर्नु न तपाईँले कस्तो कस्तो छ त्यो होइन। त्यो म्याक्सवेलहरू, उसलाई त झन् त्यो म्याक्सवेल भन्ने बुढोलाई त व्हिल चेयरमा यसरी बसेको, अनि उसलाई त 12-13 वर्षको केटीहरू उसको अगाडि नाङ्गै नाचेको उसलाई हेर्न मन लाग्ने अरे क्या। उसलाई चाहिँ इन्टरटेन चाहिँ त्यसरी गराउनु पर्ने अरे, उसलाई चाहिँ त्यस्तो हेर्न मन लाग्ने अरे। त्यो हेरेपछि चाहिँ उसलाई चाहिँ आनन्द आउने अरे क्या। त्यो बच्चाहरू कसको बच्चा हो, कुन कुन गरिब देशबाट किनेर ल्याउने। यो जेफ्री एप्स्टिन भनेको बुढीले चाहिँ केटीहरू चाहिँ उसको बुढीले नै ल्याएर जेफ्री एप्स्टिनलाई ल्याइदिँदो रहेछ क्या, फकाइ फुस्लाई कस्तो मजासँगले एकदम राम्रो गरेर ल्याउने। अनि लास्टमा तिमीलाई चाहिँ म यस्तो बिलिनियरसँग काममा लगाइदिन्छु भनेर चाहिँ अनि त्यही जेफ्री एप्स्टिनकोमा चाहिँ मसाज गर्नु भनेर पठाउँदो रहेछ। अनि मसाज गर्दाखेरि अनि उसले त्यहाँनिर उसलाई अब एकदम नराम्रो नराम्रो कुकर्म गर्ने रहेछ। अनि त्यस्तो गरेर उसको भिडियो बनाउने रहेछ। अनि उसलाई भिडियो बनाएपछि अनि तैँले अर्को केटीहरू लिएर आइज, नत्र तेरो भिडियो म भाइरल बनाइदिन्छु भन्ने जस्तो यस्तो खालको चाहिँ उसले गर्दो रहेछ। अनि त्यो केटीले गएर अर्को केटीहरू साथीहरू लिएर आउने, त्यो साथीहरू यसरी केटीहरू बढ्दै बढ्दै जाने क्या। त्यस्तो खालको डरलाग्दो हुँदो रहेछ यार, सोच्दै नसोचेको। मैले त यस्तो त कल्पना पनि गर्न सकेको थिएन। माई गड, त्यो भिडियोहरू मैले हेरेँ सुनेँ, अनि त्यसपछि मलाई यस्तो डर लाग्यो क्या। म चाहिँ त्यो मान्छे बस्ने घरदेखि 4-5 ब्लक माथि बस्थेँ क्या। म चाहिँ 79 स्ट्रिटमा बस्थेँ, 5 त होइन अब 7-8 ब्लक। सधैँ त्यसको ढोकाबाट हामी हिँडिरहन्थ्यौँ क्या। म चाहिँ मेरो मालिकलाई लिएर यताउता हिँड्थेँ, अब त्यतातिर खुट्टाले पनि हिँड्थेँ। मेरो छोराहरू त्यहीँ स्कुल पढ्थ्यो होइन। त्यो मान्छेको घर चाहिँ त्यहाँ छ के, 9 ईस्ट 71st स्ट्रिट, न्युयोर्क 10075 हो उसको घर होइन। उसको मेन्सन छ एकदम 9 तले हो कि कति तले चाहिँ बिल्डिङ क्या, यस्तो पुरानो खालको एकदम दामी। त्यो अहिले त अब तालचा लगाएर आएको छ कि खै के गरेर चाहिँ म हेर्न त गएको थिएन। पोहोर पराल जाँदा चाहिँ तालचा लगाएर आएको थियो त्यहाँ। पुलिसले अब सरकारले बन्द गरिदियो होला नि त्यो होइन। सो त्यहाँबाट मान्छे बाँचेर गएर कतिजना बलात्कार गरेर युज गरेको केटीहरू त कतिजना त अहिले मिडियामा आएर बोलिरहेछ नि, मलाई यस्तो गर्यो भनेर होइन। अब त्यसमा गर्ने मध्येमा यो प्रिन्स पनि रहेछ बेलायतको होइन, राजकुमार। उहाँलाई राज खानदानबाटै आउट गरिदियो। उहाँको राजकुमार भन्ने शब्दै निकालिदियो, उसको लास्ट नेमै निकालिदियो भनौँ न। उहाँको अब के भन्ने त्यसलाई टाइटल होला नि, टाइटल भन्छ के भन्छ त्यही निकालिदियो। त्यस्तै गरिकन अरू पनि धेरै छन्। अब अहिले यहाँ हाम्रो प्रधानमन्त्री हाम्रो के अरे राष्ट्रपतिज्यू पनि त्यो लिस्टमा हुनुहुन्छ। अब यो न्युयोर्कको जुन मेयर छ नि, मेयर जेफ्री एप्स्टिन भन्ने, के अरे हाम्रो जेफ्री एप्स्टिनको चाहिँ छोरा हो भनेर मान्छेहरूले कुरा पनि गरिरहेछ। किनभने उसको आमा पनि त्यो जेफ्री एप्स्टिनसँग धेरै भेट्ने गर्दो रहेछ। अनि त्यो बेलामा त्यो बच्चा पनि त्यहाँसँगै बोकिरहेछ। यो मेयर मन्जानी भन्ने कि ममदानी भन्ने हो, यसलाई पनि मान्छेले त्यस्तो कुरा गरिरहेछ साथी हो। त्यो पावरफुल नामहरूमध्येमा चाहिँ
होइन एन्ड्रयू प्रिन्स एन्ड्रयू भनौँ होइन उहाँको नाम चाहिँ अब माउन्ट ब्याटन विन्जर भन्ने रहेछ उहाँको नाम चाहिँ होइन प्रिन्सको नाम चाहिँ एन्ड्रयू माउन्ट ब्याटन विन्जर होइन स्यारा फर्गन्सन होइन इलन मस्क रिचर्ड बेन्सन होइन यस्तो यस्तो डोनाल्ड ट्रम्प बिल क्लिन्टन स्टिभ टेस होइन चेसी वाइजरमेन यस्तो यस्तो डेन्जर मान्छेहरू क्या अब जस्तै तपाईँको त्यो भिक्टोरिया सिक्रेटको मालिकहरू भनौँ होइन अब हावर्ड लुटनिक हावर्ड होइन के अब यहाँ तपाईँको बिल गेट्स स्टिभ ब्यानन होइन यस्तो धनी जति पनि संसारको धनी मान्छेहरू छन् उसले सबलाई भ्याइदिएर रहेछ कि सबलाई ल्याएर उसले त्यस्तो खालको इन्जोय गराउँदो रहेछ सो यो मान्छे चाहिँ यस्तो डेन्जर क्या अब भूतभन्दा पनि डेन्जर रहेछ यार यो मान्छे फेरि थाहा छ अहिले मान्छेले भन्छ यसलाई मर्यो भनेर यहाँ घोषित गरिसक्यो तर मान्छेले भन्छ यो मान्छे मरेको छैन रे भन्ने पनि हल्ला छ यो मान्छेलाई काहीँ हिँडिरहेको देखेको अरे मान्छेहरूले इजरायलमा हिँडिरहेको देखेको अरे उसलाई उसको मर्ने बेलामा के भयो भन्दाखेरि यो जेलमा यहाँकै संसारकै सबभन्दा अमेरिकाकै सबभन्दा खतरा जेलमा राखेको थियो उसलाई त्यो जेलमा त्यो जेलको त्यो सेलभित्र 2 जना कैदीसँगै राख्नुपर्ने रे त्यो दिन त्यो जुन चाहिँ यो मान्छे मरेको भेटाइयो यो मान्छे चाहिँ जेलमा आफै झुन्डेर मरेको रे क्या आफ्नै ओछ्याउने तन्नाले घाँटी बाँधेर झुन्डेर मरिरहेको भेटाइयो भन्ने हल्ला भयो होइन अनि त्यो मरेको चाहिँ कसरी भन्दाखेरि फेरि माथि झुन्डाउने ठाउँ पनि छैन अनि सानो ठाउँमा नै यहाँ झुन्डाएर घुँडा टेकेर आफ्नो घाँटी यसरी झुन्डाएर आफैले जबरजस्ती झुन्डेर मरेको अरे त्यस्तो अचम्मको कुरा यस्तो कसले गर्न सक्छ घुँडा टेकेर आफ्नै घाँटी तन्नाले बाँधेर जबरजस्ती मर्न कोही सक्दैन नि ऊ त्यसरी मरिरहेको भेटायो अरे त्यो दिन ऊ मर्ने दिनमा त्यो जेल खानमा 2 जना राख्नुपर्ने ऊ 1 जना मात्रै राखिएको थियो अरे त्यो दिनमा खोइ के कारणवश हो होइन अनि त्यो त्यस्तो खतरा यहाँ अमेरिकाकै सबभन्दा खतरा जेलमा त्यहाँ सिक्युरिटी क्यामेरा जुन चाहिँ हाम्रो सिसिटिभी फुटेज भन्छ नि सिसिटिभी पनि 2टै त्यो दिनमा बिग्रेको थियो अरे हो अनि 15 मिनटमा चाहिँ गार्ड आएर आफ्नो सेलमा चाहिँ को ठिक छ कि छैन भनेर पेट्रोलिङ गरेर हेरिरहनु पर्ने त्यो दिनमा त्यो गार्डहरूले पनि त्यो हेर्न गएन रहेछ अरे सो यो सबै कुराहरू तपाईँको होइन पत्याउन सक्ने कुरै भएन नि यो मान्छे मरेकै छैन होला क्या किनभने ऊ यस्तो खतरा धनी मान्छे यस्तो डेन्जर मान्छे उसको संसारको सबभन्दा ठुल्ठुलो मान्छे उसको हातमा थियो कहाँ मर्छ त्यस्तो मान्छे त्यसरी घाँटीमा सानो तन्ना हालेर तन्नाको स्ट्राङ्गल गरेर मर्न सक्छ कोही यो पत्याउनै नसक्ने कुरो के मलाई चाहिँ म चाहिँ पत्याउन सक्दिनँ यो कुरा होइन साथी हो तपाईँहरूले के भन्नुहुन्छ है तपाईँहरू पनि पढ्नुहोस् न उहाँको फाइल राखिएको छ अमेरिकाले अहिले रिलिज गरेको छ सार्वजनिक गरेको छ सबैले पढ्न सक्नुहुन्छ अब यो भिडियो त अब हाम्रो युट्युबरहरूले कस्तो खतरा बनाएर राख्नु भइसक्यो हेर्नुहोस् उहाँहरूको पनि सबै एक्सप्लेन गर्नुभएको छ झन् उहाँ डिटेलमा कतिजनाले त 100% डिटेलमा फोटो शुद्ध भिडियो शुद्ध सबै छ फोटो भिडियो सबै छ त्यो हेर्दाखेरि चाहिँ अलिकति तपाईँले हेर्न जान्नुपर्छ त्यतिकै हेर्न सक्नुहुन्न कतिपय भिडियो खोल्दैन त्यसलाई खोल्ने तरिकाहरू पनि रहेछ होइन अनि त्यस्तो खतरा मान्छेको चाहिँ म चाहिँ नेभर भएर 5 वर्ष बसेको थिएँ 2019मा ऊ मर्यो जेलमा त्यतिखेर चाहिँ म पनि त्यहाँबाट त्यो ठाउँ छोडेर हामी पनि यता अपस्टेट न्युयोर्कमा सरेर बसेका हौँ सो मलाई त्यो सोच्दाखेरि अरे बाफरे भन्ने जस्तो लाग्छ क्या मलाई कस्तो डेन्जर मान्छे रहेछ यो मान्छेले फेरि एउटा किताब पढेको रहेछ क्या त्यो किताबको नाम चाहिँ के ललिता भन्ने किताब रहेछ क्या ललिता भन्ने किताब त्यो किताब चाहिँ के रहेछ एउटा त्यो किताब चाहिँ तपाईँको यो जुन चाहिँ एउटा लोलिटा भन्ने किताब चाहिँ एउटा रसियन अमेरिकन नोभलिस्टले लेख्नु भएको किताब रहेछ 1955मा एउटा नोबल रहेछ क्या उपन्यास जस्तै त्यसमा चाहिँ के गरेको हुँदो रहेछ भन्दाखेरि एउटा 12 वर्षको बच्चालाई एकजना मान्छेले उसको स्टेप फादरले उसलाई चाहिँ एकदम अब्युज गरेर उसलाई सेक्सुअली हेरेस गरेर एकदम के अरे अब्युज गरेर उसलाई मारेको उसको नाम ललिता राखेर चाहिँ उसले सो त्यो बुकको नामै ललिता यो म ललिताको नक्सा पनि राखिदिन्छु अनि यो एप्स्टिनले चाहिँ त्यो ललिता किताब पनि पढेको रहेछ क्या किनभने
उसको यो एप्स्टिनको जुन प्राइभेट जेट थियो नि ठुलो एकदम ठुलो हावाजहाज उसको आफ्नै प्राइभेट जेट त्यो प्राइभेट जेटको नाम चाहिँ ललिता एक्सप्रेस भनेर राखेको रहेछ के अनि जुन चाहिँ ललिता एक्सप्रेस भनेर राखेको रहेछ अनि जुन चाहिँ उसको आइल्यान्ड छ आइल्यान्डमा जहाँ चाहिँ त्यो बच्चाहरूलाई एकदम एब्युजहरू गरिन्छ त्यो भिडियो फोटोहरूमा हेर्दै 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 जाँदा त्यो ललिता भन्ने किताबहरू पनि त्यहाँ राखिरहेको रहेछ क्या त्योहरू पनि त्यहाँ फोटोमा छ सो यस्तो डेन्जर मान्छे रहेछ कि यो मान्छेको भित्र मनमा चाहिँ अब नराम्रो एकदम नराम्रो मान्छे रहेछ यो यस्तो अपराधी संसारकै सबभन्दा खतरा अपराधी रहेछ यार सो त्यो लोलिटा भन्ने किताब पनि उसले पढेर त्यहीँबाट ऊ इन्सपायर भएर हो कि के हो अब उसले चाहिँ त्यस्तो गरेको रहेछ उसको घरमा चाहिँ क्यामेरा चाहिँ हरेक ठाउँमा थियो अरे बाथरुममा देखि लिएको त्यो बत्तीको स्विचदेखि लिएको कोठामा कहीँ पनि प्राइभेसी केही पनि थिएन अरे त्यहाँभित्र गएपछि सबै एक न एक एङ्गलबाट चाहिँ तपाईँको भिडियो रेकर्ड भइरहेको हुन्थ्यो त्यही भएर त्यो धन्देरी मान्छेहरू पनि त्यहाँ गएर उनीहरूले जे पाए त्यही गर्यो अनि पछि उसले भिडियो देखाइदिएपछि उनीहरू पनि ल भनेर फेरि उसले जे भने त्यही गर्न पर्ने होइन त्यस्तो बनाइदिएको थियो अरे क्या त्यस्तो खतरा खतरा अब संसारको सबभन्दा धन्देरी मान्छेहरू त्यहाँ डोनाल्ड ट्रम्प त हजारौँचोटि उसको फ्यामिली लिएर ऊ गएर गएको अब बिल गेट्स कति गयो उनीहरूले अब त्यस्तो डेन्जर कुराहरू गर्दैछ एकजना स्पेनिस आई थिङ्क मेक्सिकोको होला त्यो एउटा मोडेललाई पनि लगेको रहेछ त्यहाँ सो देखाउनु हो के गर्नु भन्ने लगेको रहेछ तर उसले चाहिँ पार्टीमा चाहिँ बच्चाको मासु खाइरहेको देखेछ क्या है बार्बेक्यू गरेर मजाले खाइरहेको थिएछ अनि उसले बाहिर आएर ओ माई गड यहाँ त बच्चाको मासु खाँदो रहेछ भनेर उसले पुरा चिचाइ रोएको रे अनि त्यसो गरेपछि उसलाई पक्रेर लगेर ऊ त्यहाँबाट ऊ गायब छैन त्यसलाई मारिदियो कि के गर्यो थाहा छैन त्यस्तो डेन्जर रहेछ यार यो मान्छेहरू म यो देखेर यो सुनेर कतिपय कोही बेला उल्टी आउँछ क्या मलाई यो सोचेर आउँदाखेरि तपाईँहरू पनि यसो सोच्नु न कस्तो डरलाग्दो अपराध होला है यो धन्दानी मान्छेहरू त हेर्दा मात्रै ऊ रहेछ त यार यिनीहरू त भित्रभित्र त डेन्जर हुँदो रहेछ त यार हामीलाई त यिनीहरू त राक्षसै रहेछ क्या अब एक विचारले हेर्दाखेरि हो कि होइन भन्नु त यो पढिसकेपछि यो सबै हेरिसकेपछि त तपाईँलाई कस्तो लाग्यो तपाईँ आफै सोच्नुहोस् त ओ माई गड त्यस्तो पनि हुँदो रहेछ मान्छे होइन यस्तो 12 वर्ष 10 वर्षको बिचरा बच्चाहरूको बलात्कार गर्ने भर्खर जन्मेको नानीहरू पकाएर खाने त्यस्तो अनि यो एप्स्टिनको त बच्चाहरू पनि कति छ भन्ने कुरा छ यता मान्छेहरूकोमा जुन चाहिँ मैले अघि भने अरे नि त्यो हाम्रो न्युयोर्कको मेयर पनि उसकै बच्चा हो भनेर मान्छेहरूले भन्दैछ होइन अनुहार पनि मिल्छ एघार हाँसिरहेको हुन्छ जहिले नि जहाँ पनि त्यसको हाँसा हेर्दा डर लाग्छ मलाई त्यो खालको मान्छे सो यु नेभर नो हो कि होइन त्यो म त थाहा छैन तर त्यहाँ मैले पनि अनलाइनमा देख्छु नि त होइन त्यही भएर भनेको है त हस् त ल साथी हो तपाईँहरू पनि हेर्नुहोस् गुगल गरेर हेर्नुहोस् गुगलमा खोजेर हेर्नुहोस् जेफ्री एप्स्टिन फाइल भनेर त्यसभित्र कोट्याउँदै जानुहोस् न के देख्नुहुन्छ तपाईँहरू कहिले हेर्नै नसक्ने भिडियोहरू छ त्यहाँ बच्चाहरूलाई खेदी नाङ्गै पारेर खेदी 10-12 वर्षको बच्चाहरूलाई उनीहरूले बलात्कार गरेको अनि रुँदाखेरि बच्चाहरू रुँदाखेरि रगतहरू आउँदाखेरि उनीहरू हाँसेको खुसी भएर उनीहरूलाई मजा लागेको क्या त्यस्तो भिडियोहरू छ यार म त छक्कै परेँ यार ओ माई गड एकदम अमानवीय भिडियो मान्छेहरू हुनुहुँदो रहेछ उहाँहरू ओ माई गड झन् त्यो प्रिन्स एन्ड्रु भन्ने त लास्टै राक्षस पो रहेछ त्यो त यार त्यस्तो मान्छे चाहिँ राजकुमार रहेछ क्या अब आखिरमा होइन के हो यो ओ माई गड उसलाई त्यही भएर राज खानदानबाट आउट गरिदियो नि त अब ऊ त साधारण उसमा गइसक्यो उसको केही दखल छैन राज खानदानको नामै मेटाइदियो उसको लास्ट नेमबाट त्यस्तो हुँदो रहेछ साथी हो माई गड ल है त हस् साथी हो मेरो विचार सेयर गरेको हो